बस्दैछ होला नि त्यस्तो गर्दा छैन कहीँ छैन के भने जुङ्गा हाम्रो जस्तो जुङ्गा ओटमा छैन भने क्या छैन अस्ति त झपकै थियो त अस्ति त असारमा लेकतिर घुम्न जाने बेला जस्तै थियो त जिन्दगी मलाई कोमाबाट कहिले काहीँ बाहिर निस्को हो होइन असारमा लेकतिर घुम्न गयो भने कस्तो हुन्छ भने झाडी गराएर हो एकचोटि तपाईँहरू लेकतिर चढ्नु भएको छ कि छैन होइन बुस्टिङ लायो अब तिमी मर्यो जतिजनाले लेकतिर जानु भएको छ लेकतिर आफ्नो आफन्त हुनुहुन्छ असार महिनामा गएको मान्छेलाई थाहा हुन्छ क्या म त झाडी फाट्दै गइरहेको थिएँ क्या त्यसमा पनि जुगाहरू तिनी तन्किएर हुन्थ्यो अस्तिको भेटमा असारकै जस्तो थियो अहिले चाहिँ भइसक्यो लाग्यो हो मेरो भेनालाई धन्यवाद सबैजनाले मेरो भेनालाई फेलो गरिदिनु होला गाइजहरू भएर यस्तो भएछ यस्तो भेनालाई भनिदिनुहोस् बिहा नभइन्जेलसम्म गिफ्ट हान्नु बिहा भएपछि गिफ्ट हान्ने काम नगर भेना फेरि भेना साली कसको भेनाको भन्ने थाहा छैन अनि हामी सालो चाहिँ कसको त सालोहरूको त घरमै छ हो सालोहरूको त ए सालो त्यस्तो घरमै छ धेरैजना सालोहरूको त घरमै बुढी छ हो पर्दैन भनेको अच्छा अनि भेनामा जति दिदीको हक हुन्छ आधा हक सालीको हुन्छ अरे नि त नि जुन दिन सालोले बिहा गर्छ नि एउटा नेपाल खाइदिन्छ क्या एउटा नेपाल खान्छु भनेको नेपालले अब केपीले खानु दिँदैन एउटा खसी काटेर आफै खान्छु अनि बिहा गर्छु हजुर एउटा खसीले तिम्रो बिहा हुन्छ गाइस ट्याक्टेबडामै सेकेन्ड ह्यान्ड बिहा भनेको त्यस्तै हुन्छ सेकेन्ड ह्यान्ड हो त अनि होइन हामी त फर्स्ट ह्यान्ड बिहा गर्छौँ हामी त पुरै राँगा ढाल्ने हो पाँचवटा दुईटा राँगा अब 12-13वटा कुखुरो नर्मली फर्स्ट ह्यान्डमा दुईटा राँगा एउटा सुँगुर त काटिन्न खसी अनि 4-5वटा ब्रोइलर यस्तो समथिङ भएको थियो होला सायद होइन खाने मेरो साथीभाइले पनि हेरेर होला गाउँबाट होइन अहिले यो सेकेन्ड ह्यान्ड भनेको सेकेन्ड ह्यान्ड हुन्छ क्या अलि डिस्काउन्टमा हुन्छ मेरो बिहा चाहिँ अब भयो भने मेरो बिहा सेकेन्ड ह्यान्डमा हुन्छ डिस्काउन्टमा त्यति खर्च गर्नु मैले पहिला 3 लाख खर्च गरेको छ भने अहिले 1.5 लाखमा बिहा बन्छ हो र 1.5 लाखमा किन बिहा बन्छ भने नि म बिहा गर्दैन होइन उहाँलाई 1.5 लाखको 1 तोला सुन आउँदो रहेछ 1 तोला सुन दियो भने बुढी बन्छ भाइ झ्याङ बाजा किन बजाउनु पर्यो 10 वर्षको घरमा छोडो राखेर त्यो गरेको अन्त हामी चाहिँ टक्कसँगले होइन तिम्रो इच्छा हो भने मेरो छोरालाई स्कुल पठाएर भए पनि म बिहे गर्छु आयो छोरालाई स्कुल पठाएर बिहे गर्छु रे दाइ वेलकम दाइ मलाई ट्यापट्याप कसैले गर्दैन हेर्नु त दाइ अब आफ्नो भएको छोरालाई छैन भन्न मिल्दैन
ठिक छ त तिम्रो छोरा र मेरो छोराको बिहा गरिदिउँला नि त पछि। मलाई सताउने मलाई कराउने उफार्ने चिच्याउने भनेको एउटै छोरो हो। त्यसलाई स्कुल पठाएर तिमीसँग बिहा गर्न सक्छु, त्यो चाहिँ गर्न सक्छु। मलाई फुटबल खेल्दैला अनि फेरि गाह्रो पर्छ त अन्त। फुटबल त खेल्दैन, भलिबल चाहिँ खेल्छ। किन? 1500 को बल अस्ति नै किनिदिइरहेको छु मैले। कुखुरा बाजी हान्छ हौ, फुच्चेहरू छन्, फुच्चे कुखुरा बाजी हान्दो रहेछ। पल्लो गाउँ र वल्लो गाउँ जितेर ल्याएर हुन्छ अनि सान देखाउँछ, यहीँ फोटो खिचेर पठाउँछन्। जितेर ल्यायो भने मैले भलिबल किनिदिएको नि। होइन, आफ्नो छोराछोरीको इच्छा त पुरा गर्नुपर्छ। हामीले दुःख गरेकै भनेको अब छोराछोरी हुनेहरूले दुःख भनेको छोराछोरीको इच्छा पुरा गर्नु पर्यो नि त, सक्दो त। आफ्नोले माग्दैन मात्रै अरूकै इच्छा पुरा गरिरहेको छु मैले त धेरै त अहिलेसम्म। आफ्नो थिएन माग्ने, अब बिचरा एउटै थियो, उसले माग्दैन, डराउँदो रहेछ क्या बाउ भनेपछि अलिकति। बरु छिमेकीको बुढीको छोराहरूले पो मलाई अङ्कल अङ्कल भन्दै भने मागिरहेको तनाव। त्यही भएर गाई छोरो होइन, गीत मेरो यो समेटेर सब टोटली गीत आउँदैछ। लगभग 6 मिनट 7 मिनट गीत हुन्छ होला। एभ्रिथिङ मनी कमाउनु आएको थियो, साला माल बढी पर्यो कम्पनी। आफूलाई चाहिँ बन्नु थियो मुकेश जस्तै अम्बानी जस्तो जस्तो यस्तो गीतहरू धेरै म तपाईँलाई टुक्कामा चाहिँ सुनाइरहेको छु क्या। अब यो सबै सुनायो भने रिलिज हुने बेलामा चल्दैन होइन। पैसाको पछि लाग्दा ढलिसक्यो पैसा भन्ने खालकोहरू मेरो रियालिटीमा मात्रै हानिदिइरहेको छु। सो चले चल्छ मित, नचले यत्रै शीत गएकै हो गीत, भयो होला हिट, नजाए प्लित भने चिप्लेर स्वाद आयो रे, स्वाद आउँछ दादा। तपाईँ नखाँदै त स्वाद लिइरहनु भएको छ, हामी खाएर पनि स्वाद लिएको छैन यार। तनाव त हामीलाई पनि छ। पोकीले खाएर पनि अस्ति स्वाद लिएन। हाम्रो प्यारो दादाले हामीलाई हेरेर स्वाद लिइरहनु भएको छ। पिलाको होइन हजुर, जम्मा मलाई एउटा 7 अप पिलाको होइन। मैले 7 अप पिलाएको, उसले रेड बुल पिलाएको थियो, उसले धेरै घाटा गर्यो नि मलाई। मैले फेरि 7 अप पिलाएको भए त ठिकै हुन्थ्यो, आएर झप्प निन्द्रा लाग्थ्यो, सुत्थ्यो। रेड बुल खाएपछि निन्द्रा लाग्छ। लास्ट मेट्रो स्टेसनमा पो म त रेड बुल पिला गएँ। त्यही त लास्टमा छुट्ने बेलामा मलाई रेड बुल उहाँले खिलाउनु भयो होइन। अनि त्यसपछि मेरो त निन्दै लागेन क्या। त फेरि अब तिमीले 7 अप पिलायो गर्नु भएको बेलामा होइन, अब मैले अब हल्का शीतल भएको बेलामा रेड बुल पिलाइदिएको नि त तिमीलाई। भनेपछि उहाँलाई पावरै चाहिँदो रहेछ। भनेपछि उहाँ चाहिँ ऋषि धमालाको मिडियामा काम गर्नु भएको जस्तो छ। अमला समला होइन, काजु बदाम गाउँ भाइ काजु बदाम। म जस्तो लेभलको हो त्यस्तै उहाँलाई मैले रेड बुल मैले उहाँलाई पुज्दै भनेको चाहिँ हिन्दीमा हुन्छ होइन, सोध्दिनँ क्या
उहाँलाई रेड बुलै सोधिनँ मैले सिधा म त अझ 1 रुपियाँको 11 अप 1 रुपियाँको 11 अपतिर चिसोमा दही पनि हो छोरी मान्छेले खाने हुनेतिर थियो। लेमन अप चाहिँ के हो लेमन भनेको? लेमन अप भन्ने थाहा छैन? 7 अप तिमीलाई थाहा छ भने 11 अप सोध्न लेमन अप के हो भनेको। 7 अप पिलायो मैले रेड बुल पिलाइदिएँ के भयो त अन्त नि? म त थिङ्किङमा त्यस्तै थियो क्या गर्मी भइरहेछ 11 अप अलिकति 1 रुपियाँमा आउँछ एउटा डब्बा। बजार भएर होला त्यहाँ पाइनँ क्या। बिचरा थोदे होइन मैले चटपटे खान्छु भनेको चटपटे खोदेको सानो होइन बिचरा भिडमा। नै होइन म कसैको इच्छालाई अपुरो गर्न सक्दिनँ। मैले चटपटे भन्नुभएको थियो चटपटे खोजेको चटपटे ल्याउँदा पनि बाटो बिचमै ढल्ने खालको भिडभाड थियो। सो उहाँको इच्छा मैले पुरा गर्न सकिनँ। अब मेरो इच्छा पनि उहाँले पुरा गर्न सकिनँ। मलाई 11 अप खुवाउने मेरो धारणा थियो। अब 7 अप खानुभयो त्यसो पनि लेभेन अप भनेको चाहिँ मुही हो क्या। मुही खालको उसले त के को 7 अप रेड बुल त लास्ट दुधको खिलाएको है तिमीलाई? त्यस्तो चुप्पा खालको मुही भन्ने बित्तिकै त्यो होइन क्या। त्यो होइन त्यो मै नै हो। 7 अप भनेको मै हो हल्का नुन पहिला दुध खाएको होइन दुध बोतलको कसको साथीले दुध खाँदो रहेछ अनि कहाँनिर उसलाई 7 अप रुच्नु अनि सुरुमा मैले दुध खाइदिएँ। खाने बेलामा के अरे रेड बुल किन्ने बेलामा तिमीले दुध खायो होइन सानो बोतलको यत्रो वाला? रेड बुल भनेको बजारबाट आउँथ्यो। दुध त डेरीमै पाउँथ्यो। आमाले छिटो छाटो के छ त्यही खाइदिएको हो त्यसरी। त्यतिखेर पनि यस्तै तन्किएको थियो। तपाईँ दुधको डब्बा त दिएको थियो दुधै आएको थिएन। त्यही भएर यसरी तन्किएको थियो भने गलत बोले क्या? यहाँनिर पनि कमेन्ट त्यस्तै आयो तिमीले केही गलत बोल्यौ। उहाँहरू त अब तपाईँहरूले त गर्छन् मलाई त गर्दैन। गरे पनि मैले हेर्दैन एउटा कुरो होइन मैले त रियालिटी भनेको उसले फर्स्टमा मेरो पनि रियालिटी नै हुन्छ। मेरोमा त्यस्तो गलत कमेन्ट आउँदैन। फर्स्टमा तिमीले बोतलवाला दुध पियौ पछिबाट मैले रेड बुल खाऊ भनेर फर्स्टमा मैले बोतलवाला दुध खाएँ त्यसपछि पोकावाला दुध खाइयो। पोकावाला दुध त आउँदै आउँथेन त्यो मैले फोर्न नजाने है त्यसको चिमर्दा धुनै भेटाएन। खाना त रहर त एकदम रहर हो तर भेटाइन। भेटाइरहेको बेला चाहिँ नदुखोला क्याचु तपाईँहरूलाई गाली गरिरहनु भएको छ भने ऊ त गाली गरिरहेको छ र
पारिवारिक भएन अरे हेर्नलाई। तपाईँलाई गाली जसले गरेर हुन्छ नि त्यो याक्स हो तपाईँको। मेरो त सबैजना दादाहरूले दिजूहरूले केही भन्नै भएको छैन। उहाँहरूको कमेन्ट हेर्नु त म हेरिरहेको हुन्छु। अब यहाँ मुखले बोल्नु भ्याएको छैन। केले चाहिँ बोल्दैछौ त अहिलेसम्म? केले बोल्दैछौ लु भन त। केले बोलेको भनौँ त। आवाज कस्तो आइरहेछ त? मेरो आवाज कस्तो आइरहेछ? मुखबाटै बोलेको थियो, म त अर्कैबाट हो कि जस्तो। कमेन्ट आएको छ कि हाम्रो कानाई ब्रान्डजीले भन्नुभएको छ भाइ खाना कुरा तिम्रो लागि यहाँ कमेन्ट आएछ। पढौँ कि नपढौँ? पढ्दैन, मलाई रिस उठिरहेछ। पुकु नेचरल यस्तै हो भनेको। सोल्टा पुकु ओभरअल ब्युटी छ यार भन्नुभएको छ। के गर्नु तपाईँलाई पाउँदैन बुढा? उहाँको नाम पनि भनिदिउँ। उहाँको प्रेम मगर हुनुहुन्छ उहाँ, होइन? हाम्रो लाफा उहाँ त मेरो साथी हो नि। बिग फ्यान त भनिहाल्छ नि तपाईँलाई ब्युटी भनेपछि त। नराम्री मान्छे निकिसालाई ओहो छोरै छ त भन्यो भने आहा थ्याङ्क यू भने त हुन्छ क्या। राम्री त तिमी छ कि तिम्रो कमेन्टै हुँदैन क्या। तिम्रो कमेन्ट हुन्न। जसले कमेन्ट लेख्नुहुन्छ नि उहाँ दादाहरूले तपाईँलाई मनपर्छ। तपाईँ कतिजना भ्युअर्स हुनुहुन्छ यतिखेर? 174 कि 74 ओन्ली? ओके, लगभग 400 जनामा एकजनामा चाहिँ तपाईँलाई मन परिरहेछ। मन नपराउनेहरू पनि मेरो फ्यानहरू नै हो। तपाईँ ऊ त 74ले त एउटै कमेन्ट लेखेर नि छ। अनि हामीले कसरी भन्नु त नि? म त जहिले पनि पुकुको फ्यान हो रे। देख्यौ ल गाइस कमेन्ट कुदाम त। पुकु मेरो साथी भए पनि पुकु चाहिँ मेरो फ्यान। म पनि पुकुको फ्यान हो, होइन? उसको भिडियोको त फ्यान होइन। उहाँले भिडियो बनाउनुहुन्न। भिडियो बनाए पनि त्यही समथिङ बनाउनुहुन्छ। उहाँको फ्यान चाहिँ म यस्तो फ्यान हो कि साला ब्याट्री सक्यो रेडियोको। रेडियोको ब्याट्री सकेपछि समाचार आउँछ त नि। क्या मेरो भिडियो राम्रो रहेन रहेछ टिकटकमा भनेर। पुकु नै पुकु भिडियो एक स्पेसल हुन्छ, होइन? हुन चाहिँ जति हेरी राम्रो जस्तो हुन्छ। तर के हुन्छ भने मेरै भिडियो हुन्छ क्या। तर आफ्नै थुप्रो के हेर्नु भनेर फर्कै आउनु। भिडियो छ त मेरो टिकटकमा। त्यो फरीमा आउने भनेको फ्याट्टा आउने बित्तिकै यसो हेर्छु, आहा पुकुले भिडियो बनाएछ भन्ने हेर्न जान्छ। साला आफ्नै दुध्नु छ।
मसँगको त्यही भएर फरीमा आउने त मेरै रहेछ भने त्यो टिकटकले भेजिदिएको रहेछ क्या मलाई चाहिँ तपाईँले त भेज्यो भनेर तपाईँले भेजेको साला हिन्दी नबोल त कान्छा तपाईँले त पठाउनु भएको थिएन थ्याङ्क यू सो मच भन्छु होइन हाम्रो थोतेको युट्युब च्यानल सब्सक्राइब गरिदिनु अनि उतापट्टिको साथीहरूले यतापट्टिको साथीहरूले मेरो पनि प्रोफाइलको भित्र युट्युब च्यानल छ गाइड सबैले सब्सक्राइब गरिदिनु होला भाइलाई रक्सी लाग्दै गइसक्यो दिदी यस यस खाएसी लाग्छ नि त अनि रक्सी लाग्दै मात्र छ एकछिनपछि उसलाई बोक्सी पनि लाग्छ अहिले त्यो कि नखाने हुन्थेन खाएपछि लाग्छ है साथीहरू यो चिज चाहिँ यस्तो छ होइन खाएपछि लाग्छ भन्ने त नेपालमा पनि छ